म चाहिँ नेपालबाट आएको मेरो बाबुलाई चाहिँ हामीले हस्पिटलमा जब ऊ जन्मियो त्यसपछि चाहिँ उसलाई हाइपोस्पेडियासिस छ भनेर भन्नुभयो डाक्टरहरूले तर हाम्रो नेपालमा चाहिँ अलि राम्रो ट्रिटमेन्ट नहुने भएको कारणले गर्दाखेरि उहाँको एकजना साथी हुनुहुन्थ्यो अनि उहाँले चाहिँ हामीलाई डाक्टर गौतम भाङ्गाको रिफरेन्स दिनुभयो पछि हामीले पनि रिभ्यूहरू हेर्यौं हेर्दाखेरि सबै चिज राम्रो लाग्यो अनि हामी त्यसपछि योभन्दा 4 वर्ष अगाडि यहाँ बाबुको फर्स्ट फलोअपको लागि लिएर आयौं यो चाहिँ न्यू दिल्लीमा ग्रेटर कैलाश एम ब्लकमा पर्छ यहाँ चाहिँ हामी आयौं त्यसपछि फर्स्ट फेजको सर्जरी गर्यौं हामी त्यतिखेर हामी 1 हप्ता जति बस्यौं होला सबै चीज एकदम राम्रो भयो एक्सपिरियन्स पनि राम्रो भयो राम्रोसँग गरिदिनु भयो त्यसपछि चाहिँ हामीले 1 वर्षपछि चाहिँ फेरि फलोअपको लागि सेकेन्ड फेजको सर्जरीको लागि बोलाउनु भयो अनि हामी सेकेन्ड फेजको सर्जरीमा आउँदाखेरि चाहिँ हामीलाई अलमोस्ट 15 to 16 डेज बस्नु पर्यो 16 डेज बस्नु पर्दाखेरि चाहिँ उहाँहरूले 3 डेज त हामी हस्पिटलमै बस्यौं एकदम राम्रो थियो यहाँको एक्सपिरियन्स फुडदेखि लिएर डाइटिशियनले हाम्रो बाबुको खाना मदरको लागि पनि सबै चीज एकदम राम्रो गरिदिनु भयो त्यसपछि हामीले उहाँहरूले नै हामीलाई रिफरेन्स पनि दिनुभयो बस्नको लागि जुन चाहिँ हामीले एउटा होम थियो त्यो होममा चाहिँ हामीले आफैले कुक गर्ने अनि बस्ने सबै यहाँ हस्पिटलबाट नै मिलाइदिनु भयो त्यही भएर एकदम सजिलो भयो हामीलाई 15 डेज बस्दाखेरि चाहिँ 15 डेज पछि चाहिँ बाबुको क्याथेटर लागि नै रहेको हुनाले गर्दाखेरि हामी बस्नु पर्यो पछि क्याथेटर निकालेपछि सबै चीज राम्रो भयो अनि हामी चाहिँ फलोअप गराएर क्याथेटर निकाल्यौं अनि बाबुलाई सबै राम्रो भयो त्यसपछि 2 वर्षपछि चाहिँ हामीलाई फेरि फलोअपमा प्रत्येक इयर आउनु भन्नुभएको थियो तर हामी नेक्स्ट इयर आउन भ्याएनौं अनि यो इयर आयौं अहिले सबै चीज राम्रो छ बेबीको यहाँको एक्सपिरियन्स पनि राम्रो छ यहाँको स्टाफहरुदेखि लिएर सबैजना एकदम कोअपरेटिभ हुनुहुन्छ एकदम राम्रो हुनुहुन्छ त्यही भएर तपाईहरुलाई कसैलाई यस्तो प्रब्लम छ भने चाहिँ यहाँ एससीआई इंटरनेशनल हस्पिटलमा डाक्टर गौतम भाङ्गालाई देखाउन सक्नुहुन्छ यहाँको म्यामको सरको कोअर्डिनेटर म्याम डाक्टर गुरमित म्याम पनि कोअर्डिनेटर गुरमित म्याम पनि एकदम राम्रो हुनुहुन्छ उहाँले एकदम हेल्प गर्नुभयो हामीलाई हामी आउँदाखेरि धेरै राति भएको थियो एयरपोर्टबाट आउँदा उहाँले सबै हामीलाई बस्नदेखि लिएर सबै सुविधा मिलाइदिनु भयो हस्पिटलमै फर 1 नाइट थ्यांक यू